नमस्कार, म सुरेन्द्र गौतम। मैले अघिल्लो अङ्कमा चाहिँ यो कालीगण्डकी खण्डकाव्य जुन मेरो पिताजी युवराज शर्मा गौतमद्वारा लिखित थियो, त्यसको प्रथम सर्गको कालीगण्डकी उत्पत्ति वर्णनको छवटा श्लोकहरू मैले वाचन गरेको थिएँ। आज 7औं श्लोकबाट केही श्लोकहरू म वाचन गर्ने प्रयास गर्दछु। यो हो शुद्ध पवित्र भूमि र यहाँ प्राणी दयाले गरी आए ध्यान तपाधिकृत्य गरुला भन्ने इरादा धरी मौका यो तपको परेछ र ममा त्यो ताप बढ्दै गरी यी गण्ड स्थलबाट निस्कन गयो तातो पसिना झरी उर्ली वेगवती भएर सहजै बग्दै यहाँ दिव्यती हे गौरीश्वर देखिन् जलसुधा काली नदी गण्डकी श्रीनारायणका सुनि सब कुरा सन्तुष्ट भई गर्वले लागे ती शिव भन्न यी नदी हुनिन् पूजा सबै वर्गले सारा पाप पखाली भक्तजनका बाधा सबै हर्दिने स्नानादि व्रत धर्म कर्म गरिदा कल्याणकारी हुने पायौं पावन जाह्नवी सरी नदी श्री विष्णुका स्नेहले गालाबाट झरेर निर्जर बनी आइन् बडो बेगले हे नारायण गण्डकी सकलकी आराध्य पूज्याइनी ब्रह्मा विष्णु शिवादि देवगणकी ध्येया र गेया पनि होला त्यो कलिमा बढेर महिमा काली हुँदा गण्डकी ती सम्पूर्ण नदी नदादी जतिमा ठुलिल हुनिन् यी नदी वार्ता श्री हरि शम्भुको हुन गयो कल्याणदायी जगत चर्चा भो जुन गण्डकी स्थल विषय उद्धारकारी महत वार्तालाप सकेर ती शिव उता कैलाश फिर्ता भए अन्तर्ध्यान भएर हरि यता वैकुण्ठ तर्फै गए ती देवेशहरू समक्ष हुन गो जो गण्डकी वर्णन अर्को तर्फ रहेछ अद्भुत कथा उस्तै रहेको क्रम श्री गौरी शिवकी प्रिया भगवती कैलाश देखि झरिन् गोसाई हृदमा पुगेर यिनले दानादि धेरै गरिन्। हस् त आजलाई यति नै। यो कालीगण्डकी खण्डकाव्य बुवाद्वारा लिखित यो शार्दूल विक्रीडित छन्दमा भएको श्लोकहरू हुन्। मैले वाचन गर्ने प्रयास गरिरहेको छु। पछिल्ला दिनहरूमा अझै सुधार हुने नै छ भन्ने आशा लिएको छु। धन्यवाद। अब यस पछाडि म एक दुईवटा मेरो कविताका केही हरफहरू सुनाउन जाँदैछु। मैले 2-4वटा कविताहरू लेखिरहेको छु। यो मेरो पहिलो प्रयास हो। जीवन एक दिन पुरा हुनेछ कालको शरणमा पुगेर नाम रूप यौवन सबै मेटिन्छ ममतामै विलिन भएर आजको गर्व बितेका सम्झना कर्मको छाया बनेर समयको धारमा बगिरहने अव्यक्त कथा भएर। अब यो दोस्रो कविताको छोटो अंश भन्छु है त। नदीका दुई किनारा चुमी बग्ने यात्राको कथा हुँ म पानी हुँ सलल बगी रहने जिन्दगानी हुँ म कहिले काहीँ आँखामा टल्पिन्छु आँसुको रूपमा
मौन प्रेम बनेर बग्छु तिम्रो हृदयको किनारमा। धन्यवाद। यहाँहरूलाई यो कविता कस्तो लाग्यो यसो प्रतिक्रिया पाऊँ है त। थ्याङ्क यू। नमस्कार।